साथीहरू नमस्कार। आज हामी एउटा सानो तर एकदमै रोचक भिडियो लिएर उपस्थित भइसकेका छौँ। आज हामी ल्याटेक्समा नेपालको झण्डा कसरी बनाउन सकिन्छ होला भनेर सिक्नेछौँ। यहाँ सबै प्रोसेस देखाउँदा धेरै लामो हुने भएकाले मैले मेन कुराहरू र सजिलैसँग बनाउन सिकाउनेछु। यसका लागि हामीले ल्याटेक्स एपबाट युज गर्छौँ भने एपबाट र वेबसाइटबाट हामीले युज गर्छौँ भने overleaf.com मा गएर प्रोजेक्ट न्यूमा गएर आफ्नो प्रोजेक्टको नाम लेखी इन्टर गऱ्यौँ भने यस्तो इन्टरफेस खुल्छ र यो इन्टरफेसमा सबैभन्दा सुरुमा त डकुमेन्ट क्लास एमा 10 कमा A4 साइजको पेपरमा मैले बुक रोजेको छु। त्यसपछि युज प्याकेजमा क्विकसेट चाहिँ राख्न नबिर्सिनु होला। र अब हामी डकुमेन्ट चाहिँ बिगिन गर्छौँ। डकुमेन्ट बिगिन गरिसकेपछि 3 नम्बरमा डकुमेन्ट इन्ड त गर्नु पर्यो। लास्टमा गएर मैले के गर्छु, डकुमेन्ट इन्ड गर्छु। त्यसपछि ट्याब च्याप्टर सेक्सन यो लेखिसकेपछि यो 6 नम्बर लाइनबाट अब बल्ल हाम्रो नेपालको नक्सा बनाउने कार्य सुरु हुन्छ, झण्डा बनाउने कार्य सुरु हुन्छ। सरी, अनि झण्डा बनाउँदाखेरि सबैभन्दा सुरुमा चाहिँ तपाईहरुलाई सजिलो लाग्ने बिगिनमा चाहिँ ट्रिपजेट पिक्चर राखेर ड्रमा चाहिँ सुरुमा ग्रिड चाहिँ ड्र गर्नु होला, जसले हामीलाई झण्डा बनाउनको लागि एकदमै सहज हुन्छ। यसरी ग्रिड बनाइसकेपछि अब यताको एक्स एक्सिस, यो वाइ एक्सिस, यो सेन्टर 0,0 हो, यो 1 2 3 गरेर एक्स एक्सिसतिर 12 वाइ एक्सिसतिर 12 गएको छ। र अब यो बनाउनका लागि अब हामीलाई कोर्डिनेट्सहरू चाहिने हुनाले गर्दा अब हामीसँग कि त भने कोर्डिनेट यहाँबाट हेरेर अथवा आफैले बनाउन सक्नु पर्यो, होइन भने सजिलो आइडिया भनेको मैले युज गर्ने भनेको जियोजेब्रा हो। जियोजेब्रामा पोइन्टहरू सजिलै थाहा पाउन सकिन्छ। जियोजेब्रा ओपन गरिसकेपछि अब हाम्रो एक्स एक्सिसतिर 12 छ, यहाँसम्म हाम्रो नक्सा हुनु पर्यो र वाइ एक्सिसतिर 12 भनेपछि यो बीचमा चाहिँ हामीले नक्सा बनाउनु पर्यो। मैले आज यसरी बनाउँछु, ला हेर्नुहोस् है त। यता 10 को ओके 10बाट सुरु गर्छु वाइ एक्सिसको, ओके। अनि सेन्टरमा जान्छु, म ओरिजिनमा जान्छु। ओरिजिनबाट मैले यतातिर 8 सम्म जान्छु, मलाई 12 सम्म जानु छैन, धेरै ठुलो हुन्छ। 8 सम्म जान्छु, यहाँ म 5 सम्म जान्छु। अनि त्यस पछाडि यसरी नक्साको आकार लिन्छु म पहिले सुरुमा। हेर्नुहोस्, अब मेरो नक्सा पर्फेक्ट भयो कि भएन, झण्डा पर्फेक्ट भयो कि भएन भनेर हेर्छु। झण्डा यदि पर्फेक्ट भएको छैन, अझै मिलाउनु पर्ने छ भने यो डी भन्ने मुभमा गएर डी भन्ने पोइन्टलाई मैले हटाएँ भने हो यसरी सार्न सक्छु। मैले जता नि सार्न सक्छु सबै पोइन्टहरूलाई, यो डीलाई मात्र होइन, यसरी पोइन्टहरूलाई मैले सारेर आफ्नो साइज अनुसारको झण्डा हो कता कता बनाउने हो यो बनाउन सक्छु मैले। तपाईहरु पनि सक्नुहुन्छ। यसरी बनाइसकेपछि अब हामीलाई नेपालको झण्डा हेर्यौं भने बाहिर आउटरमा चाहिँ ब्लू रङ चाहिन्छ, त्यसभन्दा भित्र रेड रङ हुन्छ। त्यही भएर हामीलाई अर्को पनि झण्डाको सेप बनाउनु पर्ने हुन्छ। त्यही भएर पोलिगनमा गएर यो झण्डाभन्दा थोरै सानो भित्र मैले अर्को पनि झण्डा बनाउँछु। यसरी तपाईहरुले पनि बनाउन सक्नुहुन्छ, सँगसँगै बनाउनु होला। यसरी पहिले मैले यो यतिकै बनाउँछु रफली, पछि पोइन्ट मिलाउन त हामीले सकिहालिन्छ नि, हैन? यसरी बनाउँछु मैले पहिले, यसरी जोड्छु अनि यहाँ मुभमा गएर यसरी झण्डा मुभ गर्छु, जुम गर्छु, जुम गरेर यी पोइन्टहरुलाई अब कति गरेर मिलाउनु पर्ने हो म मिलाउँछु। कसरी मिलाउनु पर्ने ल हेर्नुस् है त। अब मेन काम भनेको हाम्रो यहाँबाट सुरु हुन्छ। यसरी झण्डा बनाइयो, हामीले दुईवटा झण्डा पनि बनाइयो र यहाँ हेर्नुहुन्छ भने पहिलो झण्डामा पोइन्ट ए बी सी डी र ई थिए, यी जुन पोइन्टहरु यता साइडमा देखाएको छ अल्जेब्रिकमा। अनि यो सानो एबीसीडी चाहिँदैन, यो क्यापिटलको यो पोइन्टहरु यो। अनि दोस्रो झण्डा भनेको हाम्रो यहाँ भन्दा भित्र बनेको झण्डाको फेरि के पोइन्ट छ, एफ जी एच आई र जे।
यी पोइन्टहरू हामीलाई आवश्यकता पर्छ हो। सुरुमा चाहिँ पहिलो झन्डाका पोइन्टहरू, यी पोइन्टहरू तपाईँले कपी गर्न सक्नुहुन्छ अथवा होइन भने विन्डो सिफ्ट र यास अँठाएर पार्सियली स्क्रिनसट हुन्छ। यहाँ साइडमा हेर्नु भने यो टेक्स्ट कपी गर्न मिल्छ र तपाईँलाई जुन जुन पोइन्ट चाहिन्छ यसरी कपी गर्नुभयो भने, यसरी देखाउनुभयो भने, सेलेक्ट गर्नुभयो भने यहाँबाट कपी गर्न पनि मिल्छ। कन्ट्रोल अल गरेर कपी गरेर उता लगेर पेस्ट गर्न पनि सक्नुहुन्छ। यसरी गर्दा कहिलेकाहीँ के हुन सक्छ त भन्दा तपाईँहरूका पोइन्टहरू बिग्रिन सक्छन्। त्यसमा चाहिँ एकचोटि फेरि चेक गर्नु होला र पोइन्टहरू बिग्रियो भने त अभियसली नक्सा सेफै बिग्रिन्छ। र जहिले पनि पोइन्टहरू लेख्ने क्रममा पहिले ए पोइन्ट लेख्नुभयो भने यो बी पोइन्ट, त्यसपछि सी पोइन्ट, त्यसपछि डी र ई लगातार गर्नु होला। पहिले ए पोइन्ट लेख्ने, अनि डी पोइन्ट लेख्ने, अनि फेरि बी पोइन्ट लेख्ने, सी पोइन्ट लेख्ने र ई पोइन्ट लेख्ने गर्नुभयो भने तपाईँहरूको यो झन्डा नै पुरै बिग्रिन सक्छ। र एउटा कुरा अझ अर्को कुरा के छ भने स्टार्टिङ 0,9.62बाट गर्नुभयो भने इन्डिङ पनि 0,9.62बाट नै गर्दा राम्रो हुन्छ। ल यी पोइन्टहरू मैले पहिले नै अर्को झन्डा बनाइसकेको हुनाले यसरी नै आएका पोइन्टहरूलाई मैले यहाँ लेखेर राखेको छु। यसैमा मैले चाहिँ के गर्छु त भन्दा कपी गरेर अब ल्याटेक्सतिर गएर मैले पेस्ट गर्छु। र तपाईँहरूले ड्र गरेको छु। यो फिल रेड भनेको के हो भने मलाई यो नक्सा बनाउँदाखेरि यो भित्रको झन्डा हो। झन्डा बनाउँदाखेरि भित्रको झन्डा भएको हुनाले गर्दा मैले रेड हालेको छु। मैले यहाँ येल्लो पनि के अरे ब्लू पनि राखेको छु। हेर्नु होला, ड्र ब्लू पनि राखेको छु। पहिले सुरुमा चाहिँ ड्र ब्लूकै गरौँ है। कपी गरेँ मैले। यो पोइन्टहरू मैले पहिले नै बनाइसकेकोमा छ। ल हेर्नुहोस् त, ड्र ब्लू यसरी नै तपाईँहरूको पोइन्ट आउँछन् होइन। यो जियोजेब्राबाट तिनै पोइन्ट राख्नु होला र फिल चाहिँ ब्लू गर्नु होला। अरू केही गर्न परेन। एउटा पोइन्टहरूको बिचमा जुन एक्स र वाइ पोइन्ट हुन्छ 0,0 छ, त्यसपछि यो -2वटा राख्नु होला, ड्यास 2वटा राख्नु होला। फेरि यसरी सुरु गरेर स्टार्ट जेबाट भएको छ 0,0बाट इन पनि त्यसैमा गएर गर्नु होला र रिकम्पाइल गरिदिनु होला। यसरी गर्नुभयो भने तपाईँहरूको यतातिर साइडमा यस्तो नक्सा हुन्छ। अब हामीलाई के चाहियो त भन्दा अब भित्र रेडवाला झन्डा चाहियो। भित्र रेडवाला झन्डाको मैले अघि नै पनि भनिसकेँ। यो ग्राफबाट हेर्नुभयो भने यो भित्रका पोइन्टहरू एफ जे आई एस जी यी पोइन्टहरूलाई फेरि यहाँबाट तपाईँहरूले अघि मैले भने जस्तै गरेर कपी गरेर अथवा कपीमा टिपेर हुन्छ जसरी हुन्छ ल्याएर पेस्ट गर्नु होला। त्यसमा पनि सेम ड्र फिल रेड, त्यसपछि ड्र ओके, यहाँबाट फेरि इन्टर गरेर ड्र फिल रेड। यो पोइन्टहरू मैले भित्र बनाउँदाखेरि पोइन्टहरू राखेको थिएँ। मैले यिनै पोइन्टहरू राखेको छु र रिकम्पाइल गरेँ। स्ल्यास हटाएर रहेछ, त्यही भएर मलाई दिएन यसले। ओके, अब दिन्छ। ल हेर्नुहोस्, झन्डाको आकार आइसकेको छ। अब हामीलाई भनेको मेन चाहिने भनेको तल सूर्य चाहियो, सन चाहियो, माथि मुन चाहियो। अब हामी लागौँ फेरि जियोजेब्रातिर। अब हामी सुरुमा जुम गरिन्छ। पहिले मैले सन बनाउँदैछु। सन बनाउनका लागि यहाँ सर्कलमा जान्छु। मैले सर्कल लिन्छु, मैले सेन्टर र रेडियस भएको। अब यो झन्डाको तल्लो पार्टको सेन्टर खोज्छु मैले। सेन्टर मलाई लाग्छ यो सूर्य चाहिँ म यहाँ थिम बनाउँछु भन्ने तपाईँहरूले पोइन्ट चुज गर्नुहोस् एउटा। ओके, के भन्ने पोइन्ट आयो। रेडियस चाहिँ मैले बनाएको यो सर्कलका लागि रेडियस कति दिने त भन्दा 0.8 दिएँ भने ठिकठाकको सर्कल, राम्रै सर्कल बन्छ। अथवा तपाईँहरूले अझ ठुलो बनाउनु छ सूर्य भने चाहिँ त्यही अनुसारको 1 रेडियस 1.5 झन्डा कत्रो छ त्यही अनुसार दिनु होला। मैले 0.8 को दिन्छु एउटा हो। यो यसरी सर्कल बन्छ। अनि अर्को फेरि मलाई अब यसलाई चेन्ज थोरै अलि साइडतिर भयो जस्तो लाग्यो। अब यसलाई मैले मुभमा गएर थोरै चेन्ज गर्छु। यसलाई ठ्याक्क सेन्टरमा ल्याउँछु। यसरी चेन्ज गर्न मिल्छ, टेन्सन नलिनुहोस्। अनि फेरि अर्को सर्कल पनि चाहिन्छ मलाई। सेम सेन्टर केमै गएर मैले हालेर
सेम सेन्टरमा 0.6 रेडियसको अर्को सर्कल पनि मैले लिन्छु। दुईवटा सर्कल आए। अब मैले जुम गर्छु। अब तपाईहरुलाई थाहा हुनु पर्यो सूर्यमा चाहिँ 12वटा ट्रायंगलहरु बनेका हुन्छन् अथवा सूर्यको प्रकाश जस्तो देखिने 12वटा हुन्छन्। पोलिगनमा जान्छु म अनि एउटा पोइन्टबाट स्टार्ट गर्छु। एल भन्ने पोइन्टबाट स्टार्ट गरे माथिको सेन्टर ठूलो सर्कललाई मैले छुन्छु एम। यसरी चाहिँ मैले यसरी 12वटा गर्छु। अहिले सुरुमा चाहिँ तपाईहरुले गन्दै 12वटा गर्नु होला। यहाँ मैले गर्दा मिल्ला नमिल्ला यसरी सकेसम्म चाहिँ सुरुमै ग्याप पनि मेन्टेन गरेर बनाउनु होला। अथवा बन्दैन भने ठीक छ केही छैन। लास्टमा हामीले मुभ पोइन्टहरु मुभ गर्न मिल्ने अप्सन भएकोले केही फरक पर्दैन। ल हेर्नुस् यसरी चाहिँ तपाईहरुले 12वटा बनाउँदै जानुस्। ल हेर्नुस् यसरी फेरि 12वटा भन्दा बढी भयो भने चाहिँ के गर्ने भन्दाखेरि भन्नु होला 12वटा भन्दा धेरै नबनाउनुस्। 12वटा भन्दा बढी भयो भने जहाँटा भए पनि लास्टमा इन्डिङ चाहिँ यही यादमा ल्याएर गर्दिनुस् है। यहाँ कतिवटा भएछन् मैले गनेर गरिदिए। अब यसरी गर्ने भने त सूर्य नराम्रो देखिन्छ। त्यही भएर अब मुभमा गएर तपाईहरुले यसलाई अब सबैको ग्याप मेन्टेन गर्नुस्। ठ्याक्क ट्रायंगल जस्तो बनाउनुस्। टक्क दुईटाको ग्यापहरु ठ्याक्क ठ्याक्क मिलाउँदै सबैलाई एकदम माथिको पोइन्टले माथिको सर्कललाई छुनु पर्यो। तल्लो पोइन्टले तल्लो सर्कललाई छुनु पर्यो। सो हेर्दाखेरि पनि एकदम राम्रो व्यवस्थित जस्तो बनाएर यी मुभ पोइन्टहरुलाई मुभ गर्दै गर्नुस् र सुरुमै 12वटा बनाउनुस्। फेरि पछि थप्न अलि नमिल्न सक्छ। त्यही भएर फेरि थप्नलाई अलि गाह्रो हुन्छ। मिल्न त मिल्छ तैपनि यसरी तपाईहरुले मिलाउनु हुनेछ। र मैले पहिले नै मिलाएको पोइन्टलाई चाहिँ मैले कपी गर्छु। मैले पहिले नै बनाइसकेको छु। ल हेर्नुस् यो सनको लागि सनलाई मैले यो राखेको यो प्लट गरेर कन्ट्रोल सी लगेर मैले यहाँ लगाएर इन्टर गरेर कन्ट्रोल भी हाल्छु। ठीक छ। ल यहाँसम्म मैले ड्यास ड्यास राखेको थिएँ दुईवटा। अब यहाँ चाहिँ यो प्लट गर्ने स्मुथ व्हाइट भनेर यो बनाउने भएकोले तपाईहरुले ड्यास ड्यास राख्नु पर्दैन। सिधै कोअर्डिनेट्सहरु भनेको हुनाले गर्दा यो ड्यास चाहिँदैन। सिधै ल्याएर फर्स्टबाट कहाँबाट सुरु भयो त्यही एन्डिङ गर्नुस् हैन। अथवा कहाँबाट हुन्छ त्यसमा एन्डिङ गरेर छुन्नुहोस्। ल हेर्नुस् यस्तो भन्दो रहेछ ड्र फिल व्हाइट। अनि यो चाहिँ ड्र नन किन गरेको भन्नुहुन्छ भने यदि मैले ड्र नन गरिन भने सूर्यको बाहिर बाहिर कालो कालो धप्पाहरु देखिन्छ। लाइन देखिन्छ। जस्तो तपाईहरुलाई म यहाँ देखाएर गरौँला। जस्तो कि मैले एकचोटी ड्र नन भन्ने हटाइदिए। हटाइदिँदाखेरि रिकम्पाइल गरे भने हेर्नुस् त यो सूर्यको बीचमा चाहिँ तपाईहरुले सूर्यलाई हेर्नुभयो भने यो कालो कालो चाहिँ आउटर लाइन बसेको छ यहाँ। यो आउटर लाइन हटाउनका लागि ल हेर्नुस् है आउटर लाइन हटेको छ नि देखिएको छ नि हो। यसलाई हटाउनका लागि अहिले कमा र यो ड्र नन गरेर रिकम्पाइल गरे भने यो आउटर लाइन हट्छ। हटिहाल्यो। ठीक छ। यतिसम्म तपाईहरु क्लियर हुनुहुन्छ होला भन्ने आशा। अब हामीलाई चाहियो मेन पार्ट भनेको सबैभन्दा गाह्रो पार्ट भनेको चन्द्रमा बनाउनु। चन्द्रमा बनाउनका लागि फेरि म जान्छु कहाँ जियोजेब्रामा जान्छु। थाहा नै छ तपाईहरुलाई। मुभमा जान्छु र जुम इन जुम आउट गर्छु। मलाई जुम गर्नुपर्ने यहाँ हो। जुम गर्छु अनि थोरै यसरी तलतिर सार्छु। यो फर्स्ट ट्रायंगलको माथिको अप्पर ट्रायंगलको यसमा कहाँ थिम सेन्टर होला भनेर मैले चेक गर्छु पहिले। त्यसपछि म गएर यहाँबाट ओके सेमी सर्कुलर सेमी सर्कुलर आर्क भन्ने लिन्छु। सायद यहाँबाट मिल्छ होला। ल हेर्नुस् यहाँ ठ्याक्क मैले यहाँ बीचमा रोके र यतातिर गएर यसरी ओके 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 केही हुँदैन। यो केही पनि हुँदैन किन भन्दा यो मुभ गर्न मिल्छ हेर्नुस्। त्यही भएर टेन्सन लिने होइन। यसलाई मजाले मुभ गर्न मिल्ने हुनाले
टेन्सन नलिनुहोस्, यो भन्ने पोइन्ट भन्ने चाहिँ अलि यतातिर राख्नुहोस्। ल हेर्नुहोस् चन्द्रमा अब कत्रो बनाउने तपाईँहरूले? ए मैले त यत्रै बनाउने। तलको सूर्य हेरेर अनि बल्ल चन्द्रमा बनाउनु होला। फेरि चन्द्रमा ठुलो सूर्य सानो होला। अब यस्तै जस्तो फेरि अर्को पनि लाइन चाहियो मलाई। सेममा जान्छु, सेम जान्छु बिचमा, यो यता है, यो यता राख्छु अनि पहिले यसलाई मिलाउँछु। अघि नि मिलाउन खोजेको थिएँ मैले। ओके ओके ओके, ल यति मिलाएर राखेर पीलाई थोरै ठुलो बनाएर यसैलाई कन्ट्रोल सी कन्ट्रोल भी गर्छु। ओके, पोइन्टमा आउँदो रहेछ। ल यसैलाई यहाँबाट सर्कमसङ्कुल आर्कमा जान्छु। म यहाँ थिम बनाउँछु एउटा। गएर यसलाई यहाँ जोड्छु। हेर्नु है साथीहरू, यसलाई पनि मैले यहीँ जोड्छु र यो पोइन्टलाई चाहिँ तलतिर ल्याएर चन्द्रमाको आकार दिन्छु। यसरी नाम चल्छ भने तपाईँहरूले नामलाई केही फरक पर्दैन, यसरी यताउति राख्न सक्नुहुन्छ है। ओके, जुम इन गरेर यसलाई चन्द्रमाको जस्तो आकार अब मैले यहाँबाट दिन्छु। यसरी यी पोइन्टहरूलाई टक्क यसरी जोड्छु, चन्द्रमा जस्तो बनाउँछु पहिले सुरुमा। ओके, ल हेर्नुहोस् त चन्द्रमा जस्तो भयो। अब हामीलाई यहाँ माथि 8वटा चुच्चाहरू चाहिन्छ। त्यसका लागि म फेरि अब सिधै यहाँ जान्छु, सिधै सर्कलमा जान्छु। पोइन्ट यहाँ थिम राख्छु। अब सर्कलको चेन्ज गर्न मिलिहाल्छ गरे। रेडियस सुरुमा 0.8, किन भन्दा तलको पनि 0.8 हो भनेपछि माथिको पनि 0.8 होइन। हाम्रो चन्द्रमाको साइज सानो बनाएर रहेछ भन्ने मैले बुझेँ हो। अनि अर्को पनि चन्द्रमा के गर्छु भन्दा 0.6 भएको चाहिँ रेडियस भएको अर्को पनि गर्छु। ल हेर्नुहोस्, यो पोइन्ट बढी भएको हुनाले गर्दाखेरि मैले के गर्छु त भन्दा मुभ गरेर यो चन्द्रमाको यो आकार सानो भएको रहेछ भनेपछि यसलाई मैले यसरी ठुलो बनाउँछु। यताको पोइन्ट पनि यसरी सार्छु कि चन्द्रमा जस्तो आकारमा लगेर यसलाई हेर्नुहोस् त, यो पोइन्ट त हामीलाई ल P1 भन्ने पोइन्टलाई लगेर यहाँ जोड्छु। ल यसलाई यहाँ लगेर जोड्छु। हेर्नुहोस् है त साथीहरू, मैले कसरी बनाउँदैछु भन्ने कुरा हेर्नुहोस्। यसरी बनाइसकेपछि तपाईँहरूले यसैलाई राम्रो तरिकाले बनाउन सक्नुहुन्छ। अब हामीलाई चाहिने भनेको यसरी बनाइसक्नु भयो भने अब यसलाई चेन्ज गरेर यसलाई माथि तल जत्रो बनाउनु मन लाग्छ, चन्द्रमा अलि मोटो बनाउनु मन लाग्यो भने यसरी बनाउनु होला हैन। यसरी कत्रो बनाउनु मन लाग्छ त्यही अनुसार बनाउनु होला। र अब हामीलाई चुच्चा चाहिन्छ। त्यसका लागि पोलिगन लिन्छु। भित्र यो जुन यो सानो सर्कलका इन्टरसेक्ट भएको छ चन्द्रमाको यो बाहिरी आकारसँग, त्यहाँबाट स्टार्ट गरेर मैले यहाँ 8वटा चुच्चाहरू बनाउँछु। 1, 2, 3, 4, 5, 6, 7, 8 यहाँसम्म भयो। र एउटा पोइन्ट चाहिँ मैले यहाँ हेर्नु है, यो चन्द्रमा भन्दा तल जानु हुँदैन। र यो फर्स्ट लाइन, यो जुन लाइन छ यो Q1 भन्ने O1 भन्ने, यो र यो R1 भन्नेको बिचमा लगेर एउटा पोइन्ट यहाँ राख्छु मैले। र यो लगेर सिधै लगेर यहाँ अर्को पोइन्ट राखेर यहाँ गर्छु, ताकि यो के हुन्छ त भन्दा पछि यहाँ बनाउनु बेलामा जाउनुहोस्। अब तपाईँ मोममा जानुहुन्छ। अब यो हेर्दाखेरि यसो टेढे मेढे देखिएको छ,
हैन यसलाई बनाउँछु भनेर यसरी मिलाउनुहुन्छ, ग्यापहरू मिलाउनुहुन्छ तपाईहरुले। मिलाइसकेपछि तपाईहरुको साइडमा हेर्नुभयो भने पोइन्टहरु आउँछ। अब हामीले स्टार्ट गरेको कहाँबाट भन्दा U1 भन्नेबाट हो। अब तपाई यहाँ तल जानुहुन्छ, तल जाँदा तपाईको U1 भन्नेबाट हो, यहाँबाट हेर्नुस् त। यो U1 बाट तपाईले U1 बाट O2 सम्म, U1 बाट O2 सम्मका यी पोइन्टहरु, यी O2 सम्मका पोइन्टहरु तपाईले टिप्नुहुन्छ हो। एउटा कुरा यति पोइन्टहरु टिप्नुस्। अनि यो पोइन्टहरु टिपिसकेपछि जस्तो कि मैले टिपेको पोइन्टहरु यता राखेको छु मैले, अब त्यहाँ त टिप्न चाहिँ हुन्छ भनेर। ल यी पोइन्टहरु मैले कन्ट्रोल सी गर्छु र उता लगेर मैले प्लट गर्छु। ल हेर्नुस् है त, कन्ट्रोल सी कन्ट्रोल बी प्लट गर्छु। प्लट गर्दाखेरि यहाँ सुरुमा चाहिँ यहाँ ब्याक स्पेस हानेर ड्र पनि गर्छु मैले, ड्र पनि गर्छु। अनि ड्र गर्दाखेरि मलाई चाहिँ कस्तो कलर चाहिने हो फिल त गर्नु पर्यो मैले। FILL फिल के गर्छु त भन्दा इक्वल्स टु कस्तो व्हाइट कलर चाहिँ फिल गर्छु हो। अनि कमा राखेर फेरि मैले ड्र नन पनि गर्छु, ड्र इक्वल्स टु NONA। ल हेर्नुहोस् है त, ड्र नन किन गरेको भने बाहिरको सेतो नदेखियोस् भनेर रिकम्पाइल गर्छु। ल हेर्नुहोस् अब मलाई यहाँबाट के थाहा भयो त भन्दा हेर्नुहोस् त, यो यस्तो बन्यो। अब मलाई के चाहियो त भन्दा चन्द्रमाको यो यस्तो भाग चाहियो, माथिको यो चुच्चाहरु आइसकेका छन्। अब भाग चाहियो भनेपछि म एमा जान्छु सिधै। अब मलाई के चाहियो भन्दा एउटा यो यास 1 अथवा यान 1 भने नि S1 भने नि यी दुईटाको पोइन्ट एउटै इन्टरसेक्ट गरिदिनु भयो भने यो दुईटैको मिल्न जान्छ, दुईटैको मिल्ने पोइन्ट बनाइदिनु यसरी हैन। दुईटैको ट्याक्क पोइन्ट मिल्ने बनाउनु, अथवा धेरै गाह्रो भयो भने तपाईले जुम गर्न सक्नुहुन्छ यसरी। जति जुम इन गर्नुहुन्छ हैन, जुम इन गरेर लगेर ठ्याक्क मिलाउन सक्नुहुन्छ यसरी हैन, त्यसमा समस्या छैन। एउटा यो पोइन्ट अनि अर्को भनेको हेर्नुहोस् है त, एउटा यो पोइन्ट, अर्को भनेको यो U1, यो भित्रको जुन सर्कल छ यसलाई कट भएको पोइन्ट, यो पोइन्ट एउटा बीचको पोइन्ट। अनि अर्को पोइन्ट भनेको यो M2 फेरि भित्रको सर्कललाई चाहिँ कट भएको पोइन्ट, र अर्को भनेको चुच्चाको पोइन्ट। 1 2 3 4 5 वटा माथि, र तल्लो पनि सेम, एउटा यो पोइन्ट, एउटा चाहिँ यो इन्टरसेक्ट भएको। अब यहाँ छैन भन्नु होला, छैन भने चाहिँ हामीले पोइन्टमा गइन्छ, पोइन्टमा गएर हैन पोइन्ट निकालिन्छ र यो इन्टरसेक्ट भएको पोइन्टमा चाहिँ राखिन्छ। यो गरेपछि ग्राफ पनि राम्रो बन्छ। यसरी गरिन्छ। अनि यी 1 2 3 4 5 वटा तपाई कसरी राख्दै जानु होला भने पहिले यो पोइन्ट राख्नु होला, अनि यो पोइन्ट, अनि यो पोइन्ट, अनि यो पोइन्ट, अनि लास्टमा यो पोइन्ट राख्नु होला। फेरि त्यही नजिकै फेरि यो पोइन्ट राख्नु होला, कन्टिन्युअस है। अनि यो पोइन्ट, अनि यो पोइन्ट, अनि लास्टमा गएर यही पोइन्ट लेखेर इन्डिङ गर्नु होला, जस्तो कि मैले यहाँ गरिसकेको छु। ल हेर्नुस्, ड्र यो वाला पोइन्ट चाहिँ मैले यसरी राखेको छु। अब यसैलाई मैले गएर कहाँ गएर राख्छु त भन्दा यहाँ गएर प्लटको तल गएर कन्ट्रोल सी कन्ट्रोल भी गर्छु। ल हेर्नुस्, फिल व्हाइट, ड्र नन गरे मैले ड्र, अनि प्लट स्मुथ व्हाइट चाहिँ स्मुथ हुनु पर्यो। त्यसलाई चाहिँ 0.8 एमा 0.1 राख्नुको कारण, एमा 0.8 राख्नुको कारण के हो भन्ने तपाईहरुले बुझ्नुभयो त? बुझ्नु भएको छैन भने यो जुन यो नक्साको यो लाइन हेर्नुभयो भने अहिले कस्तो छ त भन्दाखेरि यो सिधै स्ट्रेट लाइन छ हो। अब हामीलाई यहाँ त स्ट्रेट लाइन भयो भने त फेरि यस्तो देखिन्छ। त्यही भएर हामीलाई कर्भ चाहिएको हुनाले गर्दा हामीले यहाँ 0.8 राखेको हो है त। अब यसरी राखियो भने हामीले हेर्नुभयो भने टक्क लाएर चन्द्रमा जस्तो यो आयो। अब तपाईहरुले यो अलि मन परेन भन्नुहुन्छ भने, अब यी पोइन्टहरुलाई चेन्ज गर्न मन भयो भन्नुहुन्छ भने ग्राफमा जानुहोस्, एमा जानुहोस्, बीचमा चाहिँ तपाईहरुले जस्तो कि यो बीचमा पोइन्टमा जानुहोस्, यी बीचका पोइन्टहरु यो चन्द्रमाका यी पोइन्टहरु राखेर यिनलाई यसरी
जति सक्दो यी छेउ नजिकै यहाँ छोइने गरेर है, फेरि यसरी छोइने गरेर यसरी इन्टरसेक्ट हुने गरेर पोइन्टहरू जति राख्नुहुन्छ नि, तपाईँको त्यति कर्भ चाहिँ के हुन्छ त भन्दा राम्रो हुन्छ। यी पोइन्टहरू जति तपाईँले थप्नुहुन्छ र यी पोइन्टहरू सर यो अनि यो पोइन्ट लिनुहुन्छ, यो पोइन्ट लिनुहुन्छ, यो यसरी जति धेरै पोइन्टहरू राख्नुहुन्छ यसमा, त्यसरी नै त्यति नै तपाईँको के हुन्छ भन्दा यो राम्रो हुन्छ। जस्तो कि ओके ओके हेर्ने हो भने यसरी गर्दाखेरि यी पोइन्टहरू लिएर तपाईँले यता गएर राख्नुभयो भने सायद अझै बेटर राम्रो पाउनुहुन्छ। यसरी मैले आज अनि लास्टमा गएर अरू केही पनि गर्नु परेन, यसलाई इन्डिङ गरिदिनुहोस्, कोअर्डिनेट्सहरू लेख्नुहोस्, अब यसलाई डाउनलोड गर्नुहोस्। ल हेर्नुहोस् कस्तो बन्यो त आजको। अब तपाईँहरूलाई यो ग्रिड हटाउन मन छ भने चाहिँ लास्टमा ड्र गरेको यो ग्रिडलाई यसरी फालिदिनु भयो भने, हटाइदिनु भयो भने यो ग्रिड पनि हट्छ। ल हेर्नुहोस् यो ग्रिड पनि हट्यो। अब यति राम्रो नक्सा बन्यो। यसरी हामीले चाहिँ जियोजेब्राको हेल्पबाट ल्याटेक्समा चाहिँ नेपालको झन्डा बनाउन सकिन्छ। हस् त, धन्यवाद।